माथिको तर्फबाट सर्भिस टिममा प्रहार रिसिप्सन चान्स बल प्राप्त गरेको छ। लक्की बल कटेको छ यहाँ रिसिभमा टिमको लागि यो साकु हाङराई साङ्गेन हाङराईको लागि त्यो प्रहार थियो। सरी साङ्गेन बल कटाउन सकेन त्यहाँ। अङ्क माथिम अङ्क 16 रहेको छ भने टिममा अङ्क 14। 2 पोइन्टको अग्रता लिइसकेको छ यहाँ माथिम छको तर्फबाट सर्भिस रिसिप्सन टिममाको अंक 1 जोड्दै फेरि पनि माथिम 17 टिममा 14। टाइम आउट रहेको छ यहाँ माथिम छको तर्फबाट टाइम आउट माथिम छ। अङ्क यहाँ माथिम अङ्क प्राप्त गर्दै माथिम अङ्क 18 भने टिममा अङ्क 14। माथिम छको तर्फबाट सर्भिसमा रहेका छन्। सर्भिस सिधै बाहिरिन पुग्यो यहाँ अङ्क पूर्ण टिममा अङ्क 15 रहेको छ भने माथिम अङ्क 18। टिमको तर्फबाट सर्भिस रिसिभमा माथिमको यो प्रहार बल कन्ट्रोलमा लिन भने सकेनन् त्यहाँ अङ्क पूर्ण थप्दै माथिम छ अङ्क 19 रहेको छ भने टिममा अङ्क 15। पूर्ण सर्भिस माथिमको तर्फबाट अङ्क थप्दै त्यहाँ भोजपुर टिममा अङ्क 16 रहेको छ भने माथिम अङ्क 19। 3 पोइन्टको अग्रता लिइरहेको छ अझै पनि यहाँ माथिम छले ब्लक आउट हुन पुग्यो त्यहाँ अङ्क फेरि पनि माथिम छ अङ्क 20 रहेको छ भने भोजपुर टिममा अङ्क 16। 4 पोइन्टको अग्रता लिँदै माथिम छ। माथिम 4 होला सर सुजन विष्णु पकेर नि माथिम 4 थियो सरी माथिम 4 हो यहाँ नाम लिस्टमा माथिम 6 भएकोले मैले माथिम 6 नै भनिन्छु सरी त्यसको लागि। माथिम 4 रहेको छ है खेल माथिमलाई अङ्क पूर्ण माथिम अङ्क 22 रहेको छ भने टिममा अङ्क 16। जम्प सर्भिस रिसिभमा साङ्गेन हाङ टिममा अङ्क थप्दै टिममा अङ्क 17 भने माथिम अङ्क 22। लाइभलाई सक्दो सेयर गर्नु होला दर्शक महानुभावहरू। यदि नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्न भने नछुटाउनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। आफ्नो टिमलाई अङ्क थप्दै धितुङको गेम कतिखेर छ भन्नुभएको छ। धितुङको गेम
सायद धितुङको खेम अलिक पछाडि नै हुन्छ होला धितुङ क्वार्टर फाइनल प्रवेश गरिसकेको छ धितुङ यहाँ केही रोटेसनमा टिममाको समस्याको कारण अङ्क पुनः यहाँ मातिम अङ्क म्याच पोइन्ट 24 मा रहेको छ भने टिममा अङ्क 17 निकै राम्रो प्रहार थियो त्यहाँ विकल राईको तर बल कट्न पनि सकेन विकल राई मातिम 24 Bye.